नमस्कार सम्पूर्णमा। आज बाहिरको मौसम धेरै चिसो छ, त्यसैले घरमा म थुक्पा बनाउँदैछु। जाडोमा तातो तातो थुक्पा बनाएर खाँदैछु घरमै। अब म कसरी बनाउँछु हजुरहरूलाई देखाउँछु है। तर खासै राम्रोसँग बनाउन त आउँदैन, तर भोक लागेको बेलामा खाजा तातो तातो मिठै हुन्छ होला जहाँसम्म। यहाँ मासु बनाउनु पर्यो हो, थुक्पालाई मासु त चाहियो। यहाँ टमाटर छ कि छैन छ, त्यसपछि यो साग भयो, भेजिटेबल, दाल नै रहेछ यो बिहानको। ल आज जाडो जाडो छ, थुक्पा बनाएर खाउँ। पहिला मासुलाई बनाउनु। लेग पिसलाई ल यति काटौँ। यसलाई सुप बनाउनु पर्यो नि त, चिकनको सुप। यसको छाला फालौँ, त्यसपछि सुपको लागि मासु तयार बनाएँ मैले। यसको छाला फालेँ, छालाहरू फालेर पखालेर राखेको छु। अब यो सुपको लागि आज थुक्पा खाने, जाडो जाडो छ, थुक्पा बनाएर खान मन लागेर बनाउन लाग्यो। कस्तो हुन्छ थुक्पाको लागि यसलाई बनाउनु पर्यो। थुक्पा बोइल गर्न पर्यो। धेरै हुन्छ क्या पानी, यतिमै ठिकै होला। अन गरिदिउँ। राखिदिउँ। थोरै बेसर हाल्यौँ। तेल पनि हाल्यौँ। अब उम्लेपछि यसलाई हालौँ। पाको कस्तो तल लाग्यो। हरियो खुर्सानी, टमाटर, प्याज,
टक्क पाक्छ यो। अब धन्ने यता लेग पिस अलि फ्राई हुनुपर्छ। यहाँ छ सुप त खतरा देखियो त पाक्दैछ। रेडी भयो। अब टक्क लाएर सुप यस्तो छ। खान सुरु गर्नुपर्छ। सुप खतरा छ।